हाउ मच मनी मेक डजन्ट म्याटर्स। अब मेरै कन्डिसनमा म भन्दाखेरि म $6 खाँदा मेरो एउटा एयरलाइन्समा काम गर्ने साथीले $40 खान्थ्यो घन्टाको। आई मेक $6 उसले $40। पछि अन्तिममा गएर मैले व्यापार खोल्दाखेरि ऊ त्यही $40 खाइरहेको थियो, मसँग व्यापार थियो होइन। फेरि ऊ त्यही घन्टा हानिरहेको छ, मसँग 2टा व्यापार थियो। हेर्नु त, इट्स मेक डिफरेन्स हाउ यु युज द्याट मनी वाट एभर यु मेक्स होइन। त्यही म चाहिँ के भन्छु डु नट स्पेन्ड बिफोर यु ह्याभ इट भन्छु होइन। अब तपाईँले मलाई अचम्म लाग्छ क्या, कति मान्छेले त्यति कमायो भन्छ, उति कमायो भन्छ होइन, 70,000 कहाँ 80,000 कहाँ भन्छ, फेरि एपार्टमेन्ट त्यत्रो महँगो बस्छ, खर्च त्यसरी गरेछ। त्यो इट्स अ पोइन्टलेस भ्यालुलेस हुन्छ। किन भन्नु न, अब हामीले हलिउडकै स्टारहरू देख्छ नि त, एउटा साइनमा चाहिँ 4 मिलियन डिल गर्यो भन्छ, 10 मिलियन डिल गर्छ। मैले लाइफमा 10 मिलियन बनाएको छु एउटा डिलमा होइन। उनीहरूले बनाउँछ एउटा साइन गरेर, अब त्यो साइन गरेर बनायो होइन। तर साइन गरेर बनाएर त्यो बनेको पैसा उसले के गर्यो त होइन। त्यो पैसा त आफै भाग्छ कि यहाँ राखेर आफै हिँड्छ। पैसाको खुट्टा हुन्छ भने नि विश्वास गर्नु खुट्टा हुन्छ, त्यो पनि दौडिने खुट्टा हुन्छ पैसाको, त्यसलाई समातेर राख्नु सकेन। तर समातेर राख्नलाई के गर्नुपर्छ, त्यसलाई कसरी लगाने, त्यो पैसाले मेरो लागि कसरी काम गर्छ भन्ने खालको एउटा बिजनेस प्लान मोडल छैन भने हुन्न। किनभने अहिलेको युवाहरूले यति म त हाई राइज बिल्डिङमा काम गर्छु, 70K 80K भन्छ, एउटा ग्यास स्टेसनमा ₹12 कमाउनेले लास्टमा जितिरहेको हुन्छ। किनभने त्योसँग एउटा सपना थियो, त्यसको प्लान थियो, प्रोजेक्ट थियो, यति खर्च गर्ने, यति गभर्मेन्ट यति सेभिङ हुन्छ भने त्यो कुराहरू गरेन भने